ल हाम्रो चाहिँ यहाँ अब तरकारीको सतेज भयो त्यही भएर हामीले चाहिँ यहाँ डौरे ए काकाले देखाउनु ल कहाँ छ त्यो यतिमा पुग्यो त्यो तरकारी यो चाहिँ हामी डौरे तरकारी चाहिँ यहाँ हाम्रो खेतबारीमा यहाँ मकै भाँच्न आएको के हामी मकै चाहिँ अलि नपाकेको रहेछ अनि त्यही भएर यहाँ हामीले डौरे टिपेको तरकारी देखाउनु परेको अरे हाम्रो काकाले चाहिँ यहाँ डौरे टिप्दैछन् यार्सा गुम्बा खोजी यस्तो गर्छ नि त काकाले त ल आज चाहिँ तरकारी नि भयो मकै नि भाँच्यो आज चाहिँ अलिक काम भयो होइन काका हिजो चाहिँ पोट खेलेर काका भोटी मजाले हारेको अरे काका चाहिँ अलि हारेन नि ल देखाइदिनु त काका चप्प समातेर बेचे नि अब धन्नै 150-200 आउनेको टिप्पेहरू अब चाहिँ तरकारी भएको आज तिमीले मलाई भोलि र अनि बेलुका छ भोलि बिहान पर्सि बिहान 2-3 दिनमा तरकारी इनफ भयो होइन चोखे नला फेरि डुवारे मिठो भएन भने त बर्बाद हुने भयो त म समझ्छु